सम्पूर्ण नमस्कार। हिजो जुन काठमाडौँमा भएको जुन चैत 15 गतिको आन्दोलनले चाहिँ देशमा विभिन्न विकराल रूप लियो। जुन आन्दोलन गर्न गएका मान्छेहरू चाहिँ जुन राजतन्त्र भन्दै गणतन्त्र भन्दै गएका थिए, उनीहरूले चाहिँ हेर्न सक्नुहुन्छ कि यो बिचरा दिदी हुनुहुन्छ जुन सशस्त्रको भित्र कति बचाउ भनेर चाहिँ उहाँले हाम्रै सुरक्षाको लागि खटिनु भएको छ। ल यता हेर्नुहोस् यो फोटो पनि हाम्रो नेपाल पुलिस हाम्रो सुरक्षाको लागि त्यो जनता यति भेडा छ हाम्रो देशमा। राजतन्त्र गणतन्त्र होइन, यहाँ जनता फेर्नु पर्ने देखिन्छ क्या। जनता यति बोला छ। अब आन्दोलन गर्न गएको छ, सार्वजनिक सम्पत्तिहरू भएको छ कि राजालाई सार्वजनिक सम्पत्ति चाहिँदैन, गाडी फुटाइदिएको छ, गाडी चलाइदिएको छ, विभिन्न भाटपाटीहरू चोरेर हिँडेको छ। आन्दोलन जानुभन्दा नि यहाँ चोर्न गएको देखाएको छ क्या। हाम्रो नेपाली जनताले त्यतिकै भेडा भनेर चाहिँ गाई हेर्न सक्नुहुन्छ। यस्तो यस्तो हरकत गरेको छ नि, यिनीहरूले चाहिँ कारबाही होस् क्या। खोजी चाहिँ म चाहिँ सरकारसँग यो माग्न चाहन्छु क्या। यो गणतन्त्र हो कि राजतन्त्र हो कि लुटतन्त्र हो, यो चाहिँ बुझाइदिनु पऱ्यो क्या। होइन, यहाँ त लुटतन्त्र भइरहेछ नि त विभिन्न तन्त्रको नाममा। गणतन्त्र भनेछ, राजतन्त्र भनेछ, सब लुटतन्त्र भइरहेछ।